हामी चाहिँ अहिले गोसेकुण्डबाट फर्किँदैछौँ। टोलीहरू अगाडि हुनुहुन्छ, पछाडि हुनुहुन्छ। जाँदा धेरै कठिन थियो, आउँदा चाहिँ जानलाई 2 घन्टा लाग्यो बाटोमा, आउँदाखेरि आधी घन्टामा आइपुग्यो। हामी टुरिस्टहरू हुनुहुन्छ, घुमेर जानुपर्यो। बुद्धको मन्दिर भन्ने यही हो। यहाँ आउनलाई हामीलाई 3-4 घन्टा लाग्यो हिजो लौरबिनाबाट। कम त गाह्रो होइन र। दर्शन गरेर गयो। तल लौरीबिना भनेको यहाँ तल छ, त्यो लौरी चढाएर अनि फेरि पैसा गरेर जानुपर्छ। फिर्ता लग्यो है भनेर हिँडिहाल्यो सर। यहाँ पोइन्ट आउँछ नि तल नि। चिसो पानी खायो, चिसो पानी खायो भने असर गरेको छैन। लौरी बिना लौरो चढाउने पैसा दिने। हिजो गरे नि त, हिजो पो त हुस्सु लगाएर बन्दका के ल लामो सर आउनु चाहिँ 360 भइरहेछ। हजुर 2जना हो, 8 जान्छ। सामान पनि टोली अगाडि। गोसेकुण्डबाट फर्किँदैछौँ। लामा सर अगाडि हुनुहुन्छ। सबलाई उछिनेर आएको। फेरि हामीलाई त्यहाँ अगाडि पछाडि होटेलमा सबैजनाले भेट्नुभयो। उनीहरू त्यहाँ फेरि खाजा नास्ता गर्ने भन्नुभयो। हामीले खाजा नास्ता गरेर हिँडिसकेका छौँ। अब हाम्रो यहाँबाट चाहिँ 15-20 मिनट यात्रा गऱ्यौँ भने हिँडेपछि चन्दनबारी पुग्छौँ। त्यसपछि देउराली हुँदै हामी रसुवा हुन्छ बजार जाँदैछौँ। है त यो जान चाहिँ कठिनै छ। 7 घन्टा लाग्छ। बिहान 6 बजेर हिँड्यो भने बेलुका दिउँसो भनौँ न, दिउँसो 2 बजेतिर पुगिन्छ मन्दिर। त्यही हो, जान चाहिँ कठिन छ, आउन चाहिँ त्यति गाह्रो छैन। सहज छ। ओह्रालो तेर्सो। ओ लामा सर के छ? लहरा एक्लै हिँडेको छ है? के काठमाडौँ जाने हो? काठमाडौँ जाने राजै भनेर हिँड्नु भएको छ सर। जोस जाँगरका साथ हिँड्नु भएको छ। ल हामी चाहिँ यहाँ रेस्ट गर्दैछौँ भर्खर। ल फेरि हामीलाई भेटिसक्यो। कति कुद्यो तपाईँहरू यार? कहाँ खाने अब? तल खाने कि देउराली खाने अब? कुदे तपाईँहरू त। हेट कोही खाजा खाँदैछन्, कोही के गर्दैछन्, लाउँदै गराउने म तल गएर बस्छु।